मेरो सरकार लकडाउन गर या सटडाउन गर, गाउँ नगर बन्द सिल गर या पालिका टोल बन्द गर, भाइरसको कुनै देश हुँदैन, भाइरसको कोही मित्र हुँदैन, पार्टी जस्तो सरबर भइसक्यो, पर्दा लगाएर भाइरस सकिँदैन। मेरो सरकार तिम्रा पहरेदारहरू सडक मार्गमा बस्लान्, आउने जाने सीमा नाकामा सतर्क हुँदै उभिएलान्, तर कोभिडधारी मानवहरू डाँडा फका खोला नाला नतरेको छैन भने नि खिचडी पाकिसक्यो परिकार खै के छुटाउन खोज्दैछन्। टिभीमा कोरोनाको कठोर देखाइने, रेडियोमा कोरोनाको बर्बरता सुनिने हरेक बस्तीहरू मलाई त उस्तै लाग्छ सदरमुकाम भन्ने बन्द होलान्, गली र गल्लीभित्रको चोक उस्तै लाग्छ। मेरो सरकार दरबारमा बसेर आदेश पुग्छ, यहाँ हिँडेरै भारतबाट भातगाउँ मान्छे आइसक्यो, कर्नाटकबाट कर्णाली ती भाइरस उभिसक्यो। मेरो सरकार कहिले बन्द कहिले खुल्ला, कहिले कम कहिले धेरै मात्रामा मात्रा भुलिसक्यो। मेरो सरकार आत्मबल इच्छा शक्ति जोगाउने काम खै, भूकम्पले थलिएका मुटुमा कोरोनाले आक्रमण गरिरहँदा जोस जागर भरिएको बिगुल गाईको खै, ननाप्ने यन्त्र किन्न सकेका छन्, नजाच्ने यन्त्र जोड्न सकेका छन्। मेरो सरकार सत्ता जोगाउनमै घम्साघम्सी भइरहँदा कोरोनाको भ्याक्सिन बने नि प्रचुर मात्रामा किन्ने हैसियत खै। त्यसैले हामी जनता बलियो बनाऊ यो मन्त्र, नाचौँ गाउँ हाँसौँ कोरोना भाग्छ अन्त, कोरोनाको टाइममा लेखिएको एउटा रचना।